केपी ओली भर्सेस बालेन शाह शपथमै फरक सोच। एकातिर त्यो पर्दैन भन्ने अचम्म अभिव्यक्ति, अर्कोतिर देश र जनता पहिलो भन्ने गर्विलो प्रतिज्ञा। शपथ समारोहमा यी दुई भिडियोले देखायो नेतृत्वको सोच कति फरक हुन सक्छ। हामी सोझा नेपाली जनताले कसलाई विश्वास गर्ने, हेर्नुहोस्, सुन्नुहोस् अनि आफै निर्णय गर्नुहोस्। केपी शर्मा ओली मुलुक र जनताप्रति पूर्ण वफादार रही सत्यनिष्ठापूर्वक प्रतिज्ञा गर्छु। बालेन्द्र शाह नेपालको सार्वभौम सत्ता र राजकीय सत्ता नेपाली जनतामा निहित रहेको नेपालको संविधान प्रति पूर्ण वफादार रही सत्यनिष्ठापूर्वक प्रतिज्ञा गर्दै ईश्वर देश र जनताको नाममा शपथ लिन्छु कि प्रधानमन्त्री पदको जिम्मेवारी प्रचलित कानूनको पालना गरी मुलुक र जनताको भलो चिताई कसैको डर नमानी पक्षपात नगरी पूर्वाग्रह वा खराब भावना नलिई ईमानदारीका साथ गर्नेछु र आफ्नो कर्तव्य पालनको सिलसिलामा आफूलाई जानकारीमा आएको कुरा म पदमा बहाल रहँदा वा नरहँदा जुनसुकै अवस्थामा पनि प्रचलित कानूनको पालना गर्दा बाहेक अरू अवस्थामा कुनै किसिमबाट पनि प्रकट वा संकेत गर्ने छैन। धन्यवाद।